चिडियाखाना आइपुग्यो नि त बुढा नीलकण्ठबाट चिडियाखाना आइपुग्यो है आसु बाघ भालु हेर्नु त्यसले जस्तो भालु खैसेन हिँड्नु है त्यसले जस्तो भालु खै छैन भालु पहिला ल्याएको छ नि यहाँ छैन होला अब चिडियाघरमा छ भालु त्यहाँको र यहाँको फरक छ कि भालु त एउटै रङको हो यहाँ गोही आँगी गोही हेर्न आउनु गोही ऊ पर गोही गोही त्यो पराई पानी निस्केर बसेको छ पर देख्नु भयो नि त